हेलो नमस्ते सम्पूर्णमा आज फेरि म उपस्थित भइसकेको छु एउटा विशेष कुरालाई लिएर र तपाईहरुको कुनै पनि फोनमा र कुनै पनि यस्तो प्रब्लम आएको छ भने यो प्रब्लम तपाईहरुले सजिलैसँग सल्भ गर्न सक्नुहुनेछ र यसको चाहिँ युट्युब चल्दैन र यो प्रब्लमलाई चाहिँ म सल्भ गर्न गइरहेको छु। तपाईहरु अन्तिमसम्म ध्यान दिएर हेर्नु होला। यहाँ सर्वप्रथम युट्युब तपाईको वाइफाई कनेक्ट हुनु पर्यो। वाइफाई कनेक्ट छ युट्युब चल्नलाई र मैले यहाँ युट्युबमा गएर युट्युब ओपन गरे र तपाईहरुले यहाँ देख्न सक्नुहुनेछ इन्स्टल नाउ भनेर भनिसकेको छ। इन्स्टल नाउ एनी न्यू भर्सन अफ युट्युब इज अवेलेबल इन्स्टल नाउ फ्रम गुगल प्ले भनेको छ। ओके, यसलाई इन्स्टल गर्ने नै छ। भिडियो अन्तिमसम्म हेर्नु होला। यस्तो प्रब्लम आएको छ भने तपाईले सिधै गएर यसरी सल्भ गर्न सक्नुहुनेछ। एकदमै सजिलो छ यो प्रब्लम, तर धेरै जस्तो मान्छेको चाहिँ फर्मेट हानिसकेपछि आफसे आफ यो प्रब्लम आउने गर्दछ र यसलाई चाहिँ यहाँ गएर तपाईहरुले अपडेट गर्नुपर्ने हुन्छ र यसलाई तपाईको यहाँ अपडेट गरिसकेपछि एकदम मजाले यहाँ देख्न सक्नुहुनेछ अपडेट भनेको छ। र यो भाइको चाहिँ यहाँ गेमहरु धेरै रहेछ। फ्री फायर हान्दिउ कि के हान्दिउ भन छिटो। र यो गेमको कारणले गर्दा अपडेट हुन मानेको थिएन र मैले एउटा गेम डिलिट गरिसकेको छु। वेटिङ फर डाउनलोड भनिसकेको छ र तपाईहरुले भिडियो चाहिँ अन्तिमसम्म हेर्नु होला कृपया। यो एकदम इमर्जेन्सी र एकदमै धेरैलाई चाहिँ यो थाहा हुँदैन। यो चाहिँ यसको बारेमा यस्तो अपडेट भनिसकेपछि युट्युबहरु चल्दैन। धेरै प्रब्लम यसमा चाहिँ धेरै मान्छेहरु झुकिने गर्दछ र यसलाई चाहिँ मैले एकदम आजको भिडियो चाहिँ एकदम यो युट्युब सम्बन्धी मध्यनजर गरेर युट्युबको सेटिङ सम्बन्धीमा तपाईहरुमाझ उपस्थित भइसकेको छु र तपाईहरुले यहाँ देख्न सक्नुहुनेछ इन्स्टलिङ भइरहेको छ। एकदम आउँछ तर करेन्ट जो लगभग एउटै जस्तो हुन्छ। मान्छेले करेन्टै भन्छ तर सानो सानो हुन्छ। तर तिनीहरू राति चाहिँ एक्टिभेट हुन्छ। एक्टिभ भने खतरा चण्डालाई चाहिँ हान्ने। दिउँसो भने सुतिरहेको हुन्छ। त्यो एउटा भनेको चिचिन्डे भएसको चाहिँ बिच हुँदैन। तपाईँको करेन्ट भनेको चाहिँ कहाँ एकैछिन हुन्छ भाइ। अर्को वन प्यालेट करेन्ट भयो भने डेन्जर हो। तपाईँहरूले तोक्दैन त्यसले टोकिहाल्छ। तपाईँले खिच्नु टोक्छ तर मान्छेले अब नरम छ यसले टोक्दैन भनेर छुँदा यस्तो तर्सिन्छ नि। त्यो छोपो भनेर भाग्ने मार्ने काम गर्छ। इन्स्टलिङ हुँदैछ यहाँ एकदम। यो चाहिँ अन्तिमसम्म इन्स्टल हुन दिनुपर्ने हुन्छ। सबैभन्दा उत्तम बरु घर वरिपरितिर छेउछाउ झारझुर छ भने त्यसलाई सफा गरिदिने। यिनीहरूले गन्धले आउँछ। विशेष गरी यिनीहरू मान्छे घरमै बस्नु चाहिँ आएको होइन कि खास गरी जब अब बाहिर केही हुँदैन। जब अब आफ्नो क्याबको उयो गर्नु पर्यो त्यहाँ देख्छ त उडिराखेको त्यहाँ आएर त्यही गर्नु कि अहिले चाहिँ तपाईँको देखिहाल्नु त्यसले टोकिहाल्यो भने तपाईँको जस्तो यो हातमा डोरी मरि बस्छ नि सबै गर्ने नै होइन हो। त्यस्तो गर्ने हुनाले कति मान्छेको हात काट्नु पर्ने खुट्टा काट्नु पर्ने अवस्था आउँछ। मलाई खेदायो सर्वले तन्त्र मन्त्र सुनेर हामी सानी लाउनु थाल्छ मान्छे। तपाईँको गोमानको दृश्य कस्तो हुन्छ भने तपाईँको हुन्छ नि पुरै रोकिदिन्छ क्या झ्याप्चो। यो जिब्रोभित्र पस्ने हुन्छ। त्यही भएर छोडिदिने सकेसम्म
र यसमा चाहिँ अपडेट भइसकेको छ। अब तपाईँको अपडेट भइसकेको छ, यसलाई ओपन गर्नु होला। हामीलाई भन्नु पर्दैन, सिधै जाने हस्पिटल रेड क्रस गभर्नमेन्टमा छ यताको चाहिँ अहिले चाहिँ यताबाट माने छैन हैन। त्यहाँ जानु परेर उनीहरूले गरिदिनु सुरु गरिहाल्छ। र यहाँ देख्न सक्नुहुनेछ युट्युब मजाले ओपन भइसकेको छ। प्लिज कृपया मेरो भिडियो मन पर्यो भने मेरो च्यानललाई सब्सक्राइब गर्नु नबिर्सिनु होला र सब्सक्राइब गरिसकेपछि साइडमा रहेको बेल आइकनलाई प्रेस गरिदिनु होला। र लाइक सेयर सब्सक्राइब त भन्नै पर्दैन, तपाईँहरूले भिडियो मन पर्यो भने मेरो च्यानललाई सब्सक्राइब गरिदिनु होला। र यहाँ हेर्नु भएको छ तपाईँले अघि चाहिँ यहाँ युट्युबमा गएर युट्युब ओपन गर्दाखेरि रिपोर्ट वेट ओके भनेर देखाउँथ्यो र अहिले चाहिँ सिधै खुलिसकेको छ। मैले जसो गरेको छु त्यस्तै तरिकाले तपाईँहरूले चाहिँ यो बनाउन सक्नुहुनेछ। एकदम सजिलो उपाय रहेको छ र मेरो च्यानल रहेको छ ल यहाँ देख्न सक्नुहुनेछ सुरुमा आइसकेको छ फेस टु फेस नेपाल। यो मेरो च्यानल रहेको छ, अफिसियल च्यानल। र यो च्यानललाई सब्सक्राइब गरिदिनु होला र सब्सक्राइब गरिसक्नु भएपछि यो साइडमा रहेको बेल आइकनलाई यसरी अन गरिदिनु होला। र यहाँ तपाईँहरूले मेरो भिडियोहरू हरेक किसिमको भिडियोहरू यहाँ देख्न सक्नुहुनेछ है। लाइक गरिदिनु होला। यो टोटल भिडियोहरू एउटै हो। यहाँ देख्न सक्नुहुनेछ। र यहाँ गएर अर्को पनि च्यानल रहेको छ, अल मिक्स नेपाल। अल मिक्स नेपाल र यो च्यानललाई सब्सक्राइब गरिदिनु होला। सर्वप्रथम बेल आइकन अन गरिदिनु होला। यहाँ देख्न सक्नुहुनेछ हाम्रो चाहिँ सर्प सम्बन्धी मेन भिडियोहरू यहाँ पस्ने गर्दछ। सर्प है। धन्यवाद। मेरो भिडियो हेर्नुभएकोमा तपाईँहरूलाई धेरै धेरै धन्यवाद। वाचिङ, थ्याङ्क्स फर वाचिङ माई भिडियो। यस्तै भिडियो हेर्नको लागि मेरो च्यानललाई सब्सक्राइब गरेर मसँग जोडिनु होला। र यति भन्दै यस्तै भिडियो हेर्नको लागि मेरो च्यानललाई सब्सक्राइब गर्नु होला। र यति भन्दै आजको लागि म तपाईँहरूमा बिदा हुन चाहन्छु। हस् त, धन्यवाद, नमस्कार।